जीवनको सुसन्देश लिएर आएका छौँ। हजुरहरूले हामीलाई सुनिदिनुहुनेछ, हामीलाई ग्रहण गर्नुहुनेछ, हामीलाई स्वीकार्नुहुनेछ भन्ने हामी विश्वास व्यक्त गर्दछौँ। हजुरहरूको माझमा केही रमाइलो गीतहरू र सन्देशमूलक बाइबल धर्मशास्त्रको वचन आधारित भजनहरू हामी पस्कँदैछौँ र केही मनोरञ्जनात्मक नृत्यहरू पनि हामीले प्रस्तुत गर्न गइरहेका छौँ। हजुरहरू हामीलाई साथ दिनुहोला। आउनुहोस् हामी यस गरी 21 नम्बरको एउटा भजन गाउनेछौँ। हालेलुया। हामी ईश्वरको साथमा हिँड्छौँ, हामी सुनौलो सहरमा जान्छौँ, हामी ईश्वरको साथमा हिँड्छौँ।
प्रिय ईश्वरको प्रेम हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हिँड्छौँ हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हिँड्छौँ ओहो हो हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हिँड्छौँ हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथमा हिँड्छौँ हामी पापीको उद्धार गर्नलाई फेरि प्रभु है जन्मे गाईको गोरुमा प्रचारण हामी पापीको उद्धार गर्नलाई हामी पापीको उद्धार गर्नलाई त्यो सानो डोरमा सुतेको प्रभु है त्यो सानो डोरमा सुतेको प्रभु ईश्वरले मानव अवतार लिएको ईश्वरले मानव अवतार लिएको प्रभु है जन्मे गाईको गोरुमा प्रचारण हो हामी पापीको उद्धार गर्नलाई हामी पापीको उद्धार गर्नलाई फेरि पनि प्रभु है जन्मे गाईको गोरुमा प्रचारण हो हामी पापीको उद्धार गर्नलाई हामी पापीको उद्धार गर्नलाई हेर्नलाई जाउँ हामी सबै नै मिलेर है मिलेर हेर्नलाई जाउँ हामी सबै नै मिलेर है मिलेर हर्ष मनाउँदै जय जयकार गर्दै हर्ष मनाउँदै जय जयकार गर्दै उनको जन्मको प्रचार गर्दै उनको जन्मको प्रचार गर्दै प्रभु है जन्मे गाईको गोरुमा प्रचारण हो हामी पापीको उद्धार गर्नलाई हामी पापीको उद्धार गर्नलाई प्रभु है जन्मे गाईको गोरुमा प्रचारण हो हामी पापीको उद्धार गर्नलाई हामी पापीको उद्धार गर्नलाई जाउँ हामी सबै धन्यवाद गर्नलाई जाउँ हामी सबै धन्यवाद गर्नलाई बालक प्रभुको दर्शन गरौँ बालक प्रभुको दर्शन गरौँ आत्माको भेटी चढाउँदै आत्माको भेटी चढाउँदै प्रभु है जन्मे
भने आएका केही गल्तीहरू केही त्रुटिहरू पनि छन् अनि यी सबै कुरा यी सबै प्रकारका पापहरूबाट यी सबै प्रकारका त्रुटिहरूबाट उद्धारक मुक्ति दिने परमेश्वर चाहिँ केवल ख्रीष्ट येशू मात्रै हुनुहुन्छ। आउनुहोस् हामी अर्को पनि हामी भजन गाउने छौँ यसरी नै 611 नम्बर हाम्रो भजन पुस्तिकाको 7 नम्बर पेजमा कहाँसम्म जाने यात्री हो भन्ने हामी भजन सबै मिलेर गाउने छौँ अनि यसपछि अर्को हामी एउटा नृत्य फेरि प्रस्तुत गर्नेछौँ। यो भजन पछि तयारी भइदिनको लागि म आग्रह गर्न चाहन्छु। येशूमा मात्र प्रवेश छ। कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोला ताराको उज्यालो नवजात प्रभुको दर्शन गर्न नगर बिहान
प्रभुको दर्शन गर्न नगर बिहालो ईश्वरको वचन पुरो गर्नलाई आए प्रभु जगमा ईश्वरको वचन पुरो गर्नलाई आए प्रभु जगमा मानवको सबै दुःख बुझ्नलाई पस्रिए डुलैमा मानवको सबै दुःख बुझ्नलाई पस्रिए डुलैमा गोठालाहरू छक्क परेछौ गोठालाहरू छक्क परेछौ देखे स्वर्गदूतलाई रमाई गए खबर दिनलाई सपाई रमाई गए खबर दिनलाई हेर न आकाशमा ताराको उज्यालो नवजात प्रभुको दर्शन गर्न नगर बिहालो नवजात प्रभुको दर्शन गर्न नगर बिहालो हेर न आकाशमा तारालाई आफ्नो लक्ष्य बनाई अरे ज्योतिषीमा बेटी चढाई दर्शन पाए गराए आनन्दित बेटी चढाई दर्शन पाए गराए आनन्दित पापी जनको तारणहरू पापी जनको तारणहरू मानिसको प्रभुमा ज्ञान नराखी डाँडा काँडा पढौँ सबै प्रभुमा हेर न आकाशमा ताराको उज्यालो नवजात प्रभुको दर्शन गर्न नगर बिहालो नवजात प्रभुको दर्शन गर्न नगर बिहालो ईश्वरको वचन पुरो गर्नलाई आए प्रभु जगमा ईश्वरको वचन पुरो गर्नलाई आए प्रभु जगमा मानवको सबै दुःख बुझ्नलाई पस्रिए डुलैमा गोठालाहरू छक्क परेछौ गोठालाहरू छक्क परेछौ देखे स्वर्गदूतलाई ढाड सपाई रमाई गए खबर दिनलाई ढाड सपाई रमाई गए खबर दिनलाई हेर न आकाशमा हालेलुया कतिजनाले तारा देख्नुभयो धरतीको बोझ उठाइलाले जन्मिए मुक्तिदाता मानिसको टोली लिएर गरिब गोठैमा मानिसको टोली लिएर गरिब गोठैमा आस्कना गर्दै भनिदे भनिदे ए भनिदे गोठालाहरूले भनिदे दर्शन पठाए पिताले गोठालाहरूलाई कहिले
दर्शन पठाए पिताले दूत गणाई भन्न लागि साँझको बेलामा तारानहर प्रभु जन्मिए दाउदको सहरमा तारानहर प्रभु जन्मिए दाउदको सहरमा हेर तिम्रो प्रभुलाई अहिले नजरमा हेर तिम्रो प्रभुलाई अहिले नजरमा हाँस्केर गर्दै भनिदे संसार सबैलाई धरतीको मोजा उठाइ लाने जन्मिए मुक्तिदाता मानिसको झोला लिएर गरिबको छैमा मानिसको झोला लिएर गरिबको छैमा हाँस्केर गर्दै भनिदे हे भनिदे पूर्वका ज्ञानी ज्योतिष आकाश हेरेर बात गर्थे निशा जन्मिए मुक्तिदाता मानिसको झोला लिएर गरिबको छैमा मानिसको झोला लिएर गरिबको छैमा हाँस्केर गर्दै भनिदे गोठालाहरूलाई कहिले दर्शन पठाए पिताले गोठालाहरूलाई कहिले दर्शन पठाए पिताले दूत गणाई भन्न लागि साँझको बेलामा तारानहर प्रभु जन्मिए दाउदको सहरमा तारानहर प्रभु जन्मिए दाउदको सहरमा हेर तिम्रो प्रभुलाई अहिले नजरमा हेर तिम्रो प्रभुलाई अहिले नजरमा हाँस्केर गर्दै भनिदे संसार सबैलाई धरतीको बोझा उठाइ लाने जन्मिए मुक्तिदाता मानिसको झोला लिएर गरिबको छैमा मानिसको झोला लिएर गरिबको छैमा हाँस्केर गर्दै भनिदे Hallelujah. फेरि हामी सबैजना नाच्नेछौँ। पेटको बस्यो मिली बसेर होला हौ के चाहियो भन्नु बाटोमा
खाली ब्रेड कुकी भिडियो बना बुनुले कसरी बुझ्यो बुझ्नु र सोच्नु हाँसेको है के चाहियो मुला चाहिँ मुला हो नि फेरि अब फेरि भोलि पर्सि पनि फेरि त्यस्तै भयो भने गाह्रो हुन्छ हिजो पनि राम्रै भयो आज पनि जस्तो राम्रै भयो